हेलो गाइस, आजको मेरो नयाँ भिडियोमा सबैलाई स्वागत छ। आज माघ 1 गते थारूहरूको विशेष चाडपर्व माघी सङ्क्रान्तिको सबैलाई शुभकामना छ। यस चाडपर्वलाई थारूहरूले नेसालको रूपमा पनि मनाउँछन्। यस चाडपर्वमा आफूभन्दा ठुलोबाट आशीर्वाद लिनुपर्छ। अब मैले सेवा सलाम लाग्न सर्वप्रथम ड्याडीको सामु गएँ, त्यसपछि ड्याडीको खुट्टामा ढोक लागेँ, त्यसपछि आमाको गरम लाग्यो भाग्यमानी ज्ञान उता आमा डोनी टप्री लगाउँदै हुनुहुन्थ्यो। यसलाई सबभन्दा चोखो भाँडो पनि भनिन्छ। साथीहरू, अब म लागेँ मामा घरतिर। अब त्यहाँबाट आशीर्वाद लिनु पऱ्यो। अब आशीर्वाद लिन्छु अनि त्यसपछि लाग्छु केदारहरूतर्फ। तपाईँहरू देख्न सक्नुहुन्छ म यहाँ तयारी पुगिसकेँ होइन। अब म भल्कातिर जाँदैछु। साथीहरू उतै भल्कामा छन्, त्यसैले उतै बोलाउँदैछन् मलाई पनि। आज के छ उता खानपिन छ, के पार्टी जस्तो छ हाम्रो। अब त्यसैले अब उतै जाँदैछु म भल्कातिर। अब भल्कातिर भेटौँला। हामी AK-47 साथीको घर पुगिसक्यो। हाम्रो विजय राजा यो त देख्न सक्दैनन् के, यो देख्ने बित्तिकै खान मन लागिहाल्छ। अब यो मासुमा हाल्न पनि काम लाग्छ। त्यसपछि अलि बढी टिप्यौँ हामीहरू, मासुमा पनि हाल्छौँ भनेर। यो हालेपछि मासु टाइट हुन्छ के। सबै सामानहरू लिएर हामीहरू लाग्यो भल्कातर्फ। माघ 1 गतेलाई यादगार पल बनाउनुपर्छ भनेर सबैहरू खुसी थिए। यो हो हाम्रो सेरीमा पर्ने भल्का। साथीहरू, म भल्का पुगिसकेँ। माघ 1 गते त भल्कामा मेलासेला लाग्ने रहेछ। अब उता साथीहरू छन्, म साथी सामु जान्छु। त्यसपछि उता मासु सासु पकाउनु के छ अनि पकाउँछौँ। त्यसपछि रैला गरी खान्छौँ। आज भल्कामा त लास्टै भिड रहेछ के। ए भल्कामा यस्तो पनि बनाइसके रहेछन्, आई लभ भल्का भनेर। यता हाम्रो मुहान आउँछ त्यहाँ पानीको, अनि यता मन्दिर छ। यता पटाका सटाका लगाएर कस्तो राम्रो बनेको। मासु पिस त्यो झिल्लीमा राख होइन, बोसोवाला त्यहाँ सेकुवा बनाउने हो कि नै? सेकुवा बनाउने मासु छुट्याएर। अरे भुड्यो निकालेर पोलिदियो भयो त झन् राम्ररी पाक्छ त्यो गर्दा। ए मायो, हाम्रो ईश्वर राजा मसला काट्नमै बिजी। ईश्वर राजा उता मासु पाक्दै थियो। अब मासु नपाकेसम्म हामीलाई भोक लागिसक्यो अनि हामी यता नास्ता किन्न आयौँ। तपाईँहरू देख्न सक्नुहुन्छ मासु पाकिसक्यो। अब खानालाई त बस्नु पऱ्यो। अब बस्नलाई हामीहरू ठाउँ बनाउँदैछौँ, त्यसपछि खाना बस्छौँ। आजलाई यति नै। तपाईँहरू पनि यो भिडियो हेरेर साथ सपोर्ट दिनुहोला। हस्त धन्यवाद।